सो हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। अनि सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। अनि सबैजना भन्दा नि अस्ति भाटबाट नि लुटेकाहरूको के छ हो खबर सुनिरहेको थिएँ। कतिजना त खाँदिसके अरे भित्रतिर। अनि दुई चार बोतल बियर लाने पनि अब त त्यही 2-4 महिनाभित्र नै बस्ने भन्ने कुरो पनि आइरहेछ। खासमा चाहिँ के रहेछ होइन, अब कति हजारको फाइन नि परेरै बिचराहरूलाई ठिकै छ। बिचराहरूले मौकाको फाइदा उठाउन खोजेको, उठाउने क्रममा त उठायो फाइदा। पछि जब भिडियोमा छ्यापछ्यापी आयो अनि पस्तायो नि त। खासमा तिनीहरूलाई राजा भन्दा नि 2 छाक टार्न भए पुग्छ जस्तो लाग्यो कि मलाई। एक्लै गराए देखेर अर्को छिर्यो, अर्कोले गराए देखेर अर्को छिर्यो, अनि त्यो भएर जेल पनि अब सबै छिरे। यी राजावादीहरूको बारेमा नि के बढी बोल्नु। राजा ल्याउने देशमा भन्दै घर फुटाउँदै हिँड्ने रहेछन्। कतातिरको तिनकुने कतातिरको। अनि घरमा आगो लगाएको त मैले भिडियो हालि नै सकेँ। युट्युबमा होइन, मेरो अगाडिको भिडियो आइसकेछ। तुताको तिनकुनेको घर फुटाएको, आगो लगाएको, अनि पत्रकार मरेको ठाउँ पनि मैले भिडियो बनाएर हालिसकेको छु। अनि अहिले चाहिँ म अब उतातिर जानु लाग्यो कामतिर। अब भनौँ न त्यही आधी घन्टा पछि उतातिर पुगिन्छ। अनि यसो बस्थ्यो आन्दोलन त जस्तै भयो। अब चाहिँ हिँडी जाने हो। आफू चाहिँ टक्कसँग उता अगाडि गाडी चढ्ने ठाउँ अब सबैलाई थाहा भएकै कुरै हो। अब अरू त के होइन, ती भाटबाट नि लुटेकाहरूको चाहिँ कति दिन जेल सेल पर्छन् अब होइन। त्यो 2 बोतल बियर लानेले नि 2 महिना काट्छ कि 4 महिना काट्छ कि। अब बिचराको कपडाको थानै उठाएर भागिरहेको आन्टी चाहिँ अब उनलाई कति हुन्छ क्या अरे। किनभने हिजो टिकटकमा देखेको पुलिसको भ्यानभित्र बसेर गइरहेको थिएँ मामा घरतिर होइन। कमेरो गाडी आयो, यसो म चाहिँ गाडीमा चढिसकेँ। अनि त्यो भाटबाट नि लुटेराहरूको चाहिँ के हुन्छ होइन, फिक्स छैन। अब कति दिनसम्म मामा घरमा बसेर बाहिर आउँछन् भन्ने कुरा हो। बढी त पर्दैनन् होला, अब त्यही 2-4 दिन अब भनौँ न फाइन साइन तिराउँछन् होला। अनि त्यो पछि चाहिँ बाहिर ल्याउँछन्। अब बिचराहरू गर्न त राम्रैसँग गाँटो मजाले र्यालीमा गाथे गरेर घरतिर गएको भए गइहाल्थ्यो। किन अर्काको सम्पत्ति लुट्नु परेको थियो होला होइन। खासमा तिनीहरूलाई राजा भन्दा नि मजाले लुटौँमा। अनि त्यसै भिडमा घुसेर उ गरेर आएको जस्तो लाग्यो, खालि हल्ला गर्नलाई आएको जस्तो लाग्यो कि। अनि म पनि अब त्यो विषयमा बढी भन्दैन, किनभने क्या अब बढी बोलेको राम्रो हुँदैन भन्छ नि त। अनि सो आज चाहिँ यति नै। अनि अर्को भिडियो हेर्नलाई चाहिँ च्यानललाई लाइक र कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। सो ओके।